Hello, once again, welcome back to my channel. आज फेरि पनि हामी माछा मार्ने क्रममा जाँदैछौँ सुनकोशी रिभर। अब हेर्दैछौँ बाटोहरू सबै अफ रोड भन्ने सुनिएको छ, त्यही पनि कति पर्सेन्ट चाहिँ होइन कम्प्लिट गर्न सक्या होला भनेर हामी जाँदैछौँ। उताको बाटो जति पर्सेन्ट नै कम्प्लिट भए पनि तर धुलीखेलको बाटो चाहिँ हेर्दाखेरि 50% कम्प्लिट भइसक्यो रहेछ। गुड मर्निङ। यात्राको क्रममा चाहिँ हामी आइसकेका छौँ होइन, बाटोमा सिन्धुली बाटो हो, सिन्धुली जाने बाटो। अहिले चाहिँ हामी यहाँ चट्ट लाएर आगो ताप्दैछन्। यहाँ टोलीहरू हाई भन्थ्यो, टोलीहरू आगो ताप्दैछ। यो चाहिँ सिन्धुली जाने बाटो हो। कहाँ पुग्यो भने धुलीखेलबाट अलिकति एक स्टेप माथि मात्र हो, यहाँ जाने ठाउँहरू छ। अब यात्राको क्रममा सब चिजहरू देखाउँदैछु, अब टाइम टु टाइम अपडेट दिइहाल्छु। अस्सलाम वालेकुम। कताको यात्रा हो? दुईटा हो। खान्न चिया मात्र के खान्छ होला के उयो समोसा अन्डा चिया आइसकेको छ, अन्डा पनि आइसकेको छ। छोरीलाई अन्डा नखाऊँ हामी चाहिँ बिहान बिहान चिया। ल चस। हजुर केक केक नखाऊ होला, चिया मात्र खाने दिदी। के खाएको छ अरे? आगो नि मर लागेको छ। कसले? बाटो बाटोमा काण्ड गर्नेहरूलाई यस्तै त नि। आज चाहिँ चुनावले गरेर होला सबजना, आज स्पेसल होलीले गर्दा पनि सबजना मान्छेहरू यति मान्छे छ कि बाटोभरि, तर बाटो चाहिँ खाली यहाँ होइन। सानो रातमा जुन हेर्दै टोलाउँछु ताराहरूमा कसैलाई देख्छु। किताब खोल्छु अक्षरबाट मन यो भाग्छ आज यो के भयो। निन्द्रीले छाडिदिन्छे अनौठो यादले बताइरहन्छ। बिछौनामा एक्लै हुँदा लामो रातले। अब लुर खेल्ने टाइम भएको छ। अरूहरूले चाहिँ रापला पनि भनिरहेछ। र लुरको लागि चाहिँ खासै वेट नगरेर यसको लागि चाहिँ यहाँ जुगाड यस्तो छ, जुगाड गरे अलि टाढोसम्म नजाने भएर अब कास्ट गर्दैछु। फर्स्ट कास्ट हेर्नु होला। अब चाहिँ अति भयो होइन। त्यही भएर यो अङ्गुरे भन्दो रहेछ यसलाई, 3टा हुकको। अब यो हालेर वेटिङ थापिन्छ होइन। माछाले सुँग्ने सुँग्ने केही गरे होइन। अब यो कुनामा कास्ट गरेको कुनामा गएर हेलो वन्स अगेन। अहिलेसम्म माछा चाहिँ परेन। लुरमा नि हानियो, अङ्गुरेमा दानामा हानियो। आज आन्द्रा चाहिँ ल्याएन कि, त्यही भएर आन्द्रा गणेउला केही बोकिन अरे यो दानामै पारिदिउँ त भनेर विचार गरेको। दाना र यो रापला लुरमा खासै परे होइन, त्यो पनि प्रयास जारी छ।
अघि नै चाहिँ म त्यहाँ बसेर हानिरहेको थिएँ यतापट्टि, त्यहाँनिर नि परेन। अब यतापट्टि हानेर यता एकछिन अब लुर एकछिन खेल्ने हो। खेल्न त खेलियो टन्नै, प्रयास गर्दै पनि वेटिङ राखियो टन्नै। वेटिङ राख्दा पनि खासै केही प्रगति भएन। अब यहाँनिर एकछिन लुर फेरि सेटअप भइसकेको छ। अब सेटअप गरे अनुसार लुर हान्ने हो एकछिन ट्याक्क लाएर। अब लास्टमा यही लुरमा पर्न लेखेको छ कि होइन, जे पनि हुनसक्छ। ल एकछिन हटाउँदा अब माछा हान्ने क्रममा यहाँ हान्दा यता वेटिङ राखिरहेछ। कता हो वेटिङ राखेको पनि बुझ्दैन। यहाँ राखिरहेछ। एउटा फेरि अर्को पनि छ, रिल मात्र छ, रोड भाँचिहाल्यो अस्ति। अब हाम्रो यहाँ छोरी डान्सिङ गरिरहेछ। अब यता चाहिँ डरलाग्दै पाहाड रहेछ कि, मजाको डेन्जर, हेर्दा पनि डरै लाग्ने खाले पाहाड होइन। अनि माछा पर्ने आसमा हामी बसिरहेछौँ। 12 बजिसक्यो। यहाँ चाहिँ हाम्रो बाइक यहीँ राखिरहेछ, स्कुटी जोस। यता हामी चाहिँ उता आज पुर्कुटभन्दा मासतिर जाने प्लानिङ थियो, तर बाटोले गर्दा नै बिच बाटोमै गिभ अप गर्नु पऱ्यो, किनभने बाटो एकदमै अफ रोड रहेछ। त्यही भएर अलिकति टाढा गएर अब कि फर्किनु उतै बस्नु पऱ्यो। उता बसेर अब घरको कामहरू पनि हुन्छ भनेर चाहिँ हामी निस्क्यो होइन। बाटो चाहिँ देख्नु सक्नुहुन्छ यहाँ, यही हो। यता गयो भने चाहिँ काठमाडौँ, यता गयो भने चाहिँ सिन्धुली बर्दिवास। राम्रै छ त्यो चाहिँ मजाकै उयो, तर के हो नामै थाहा छैन। यो रातो छ नि, रुखभरि फले जस्तो क्या, दामी छ। तर दामी चाहिँ अरू त के भन्नु यार। अब माछा पऱ्यो भने चाहिँ तपाईँहरूलाई देखाइहाल्छु भिडियोमा। अब माछा परेको छैन अहिलेसम्म, पऱ्यो भने भन्छु है त। हेलो गाइस, मम्मी त यता सुतिरह। मम्मी त यता सुतिरह आराम डले बाबा त्यता हो, म यता हो। हामी त यो बाटोबाट आइरहेछौँ।
हेलो वन्स अगेन फेरि पनि लाज पचाएर फेरि पनि क्यामेरामा आइसकेँ होइन अहिलेसम्म पनि माछा पर्न सकेन एकछिन पनि लुर खेल्ने एकछिन रापोलाई एकछिन हाने भएन त्यही पनि अब गुरुङको छोरो हार कहिले मान्न जाने छैन गोर्खाली वीर गोर्खालीको रगत छ हाम्रो यो नसामा होइन वी विल नेभर गिभ अप त्यसैले अर्कोचोटि फेरि ट्राई गर्नेछु फेरि पर्फेक्ट भएर अर्कोचोटि चाहिँ आन्द्रा सान्द्रा गडेउला सबै बोकेर होइन राम्रो स्पोर्ट हेरेर जान्छु अब सिजन पनि आउँदैछ अहिले चाहिँ सिजन भर्खर सुरु भएको भएर यसो हेरिदिउँ त भनेर आइदिएको यता खासै अब त्यस्तो केही छैन अब चाहिँ अर्कोचोटि चाहिँ फिक्स पारिन्छ अब यो आज होलीको कारणले गर्दा होला मान्छेहरू चाहिँ अब यो होली प्लस अनि के भन्छ इलेक्सनले गर्दा पनि मान्छे त बाटोमा किरा सरी क्या यति मान्छे सब घर गइरह होला नि त ल अब यति भन्दै हाम्रो टोलीहरू उता छ यतै रिल्याक्स गरेर बसिरहेको छु जस अब अझै पनि एकछिन अब म आधी घन्टा जस्तो चाहिँ लुर हान्छु रापोलाई एकछिन खेल्छु अनि यहाँनिर वेटिङ चाहिँ एउटा थापी नै रहेछ यो भाँचेको यो रिल मात्र छ त्यसको रड चाहिँ अस्ति नै भाँच्यो कि माछा ठुलो पर्दा त के भन्नु कहाँ अड्काएको थियो तान्दा प्याटै भाँचिरह्यो माथिको ल अब यति भन्दै आजको भ्लग यति नै अनि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरेर गइदिनु होला माया गरिदिनु होला मेरो च्यानललाई यति भन्दै भोट चाहिँ आफ्नो राम्रो मान्छेलाई हाल्नु होला यति भन्दै बाई